हाम्रो दाजुको भिडियोमा सबैले सब्स्क्राइब गरिदिनु होला सबैजनालाई ह्यापी दशैं ह्यापी तिहारको धन्यवाद धन्यवाद कति के भन्छ चाहिँ म त के भन्दिन त्यही हामी पटेकानमा दौडेर पटेकानमा दौडेर यहाँनिर हेर्नु मेरो हैन अघि ल्याएको उता हामीले यो 9 क्लासको हाम्रोबाट नमस्ते हजुर सम्पूर्णलाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा आज पनि तपाईहरुको सामु एउटा नयाँ भिडियो प्रस्तुत गरेको छु हेरी अन्तिमसम्म हेरी साथ दिनुहुन्छ भनेर म आशा गर्दछु र मलाई यसै गरी नै सपोर्ट साथ दिइराख्नु होला र आजको टपिक चाहिँ के हो भने स्कुलमा आज सानो एउटा सर्ट कम्पिटिसन टाइपको छ हैन दिवा त्यो तिहारको अनि रंगोली के हो त्यो के भन्छ रंगोली बनाउने अनि रंगोली बनाएर कसले राम्रो बनाएको छ कसले राम्ररी देउसीहरु गर्छ अनि स्कुलमा हो त्यो कम्पिटिसन छ विनिङ प्राइज चाहिँ 500 छ हैन एउटा क्लासलाई जसले फर्स्ट प्राइज जित्छ हो त्यसकोलाई हो त्यसले चाहिँ 500 विन गर्छ अनि अब म चाहिँ स्कुलमा जानलाई रेडी हुनु लागेको अगाडि म नुहाउँछु ओर्छु अनि सर्टहरुमा आइरन साइरन गर्छु अनि भेटौँला A few moments later. गाइस यहाँनिर अब सर्टहरु आइरन गर्नको लागि लाइन पसिरहेको अब लाइन पनि आएन हैन लाइन चाहिँ केही पनि आएन यतिकै अब आइरन साइरन नगरिन जाने अब यो अनरज के लाग्यो भन्नुहुन्छ भने एलोभेरा हो है यो चाहिँ A few moments later. यो त गाइस फाइनली अब यहाँ म चाहिँ रेडी भइसकेको छु अब एलोभेराहरु धुन्छु हैन तर सुरुमा अगाडि म जुत्ता सुत्ता लगाउँछु अब दुध तताएको थियो अब दुध हेर्छु है त दुध पनि हो अब दुध रेडी छ ल त गाइज अब हामी चाहिँ यहाँनिर स्कुल हिँडिसक्यौँ यहाँनिर लिजन हैन अब यहाँ लिजन म अब स्कुलमा को हुन्छ बाटो चाहिँ यस्तो यो खोल्ची कट अनि मेरो घर आउँछ यहाँदेखि स्कुल अब ल त ज्यादा लामो भिडियो पनि बनाउनु हुँदैन हेर्नु अलिक अल्छी लाग्छ तर आधी बाटो पुगिसकेपछि चाहिँ म तपाईहरुलाई फेरि भ्लग कन्टिन्यू गर्छु अहिलेको लागि चाहिँ कट अफ ल त गाइज अब यहाँनिर अब हामी आधी बाटोसम्म आइसक्यौँ खोल्छीमा अब यो खोल्छी हल्का तलतिर गयो भने अब 1 मिनटको बाटो स्कुल आइपुग्छ उकालो पनि यस्तो गर्नु उकालो हिँड्नुपर्छ बाटो चाहिँ एकदम यो बाटो चाहिँ मलाई राम्रो लाग्छ किनभने बोटै बोट छ कि रमाइलो यस्तो छ अब सुपारीको बोटै बोट छ अनि हाम्रो स्कुल पनि आउनु लाग्यो आज चाहिँ के भयो नेपालीमा त्यसलाई के पो भन्छ है रंगोली रंगोली बनाउने अरे के अनि अब खै ज्याङ्गो सबै यतै ज्याङ्गो छ बोजू के गर्दै हुनुहुन्छ लु त अब फाइनली अब हाम्रो यहाँनिर अब मेन बाटो आइसक्यो हैन हाम्रो यहाँनिर एकदम हाम्रो नाइकी दोकान हो कि यो चाहिँ हाम्रो यहाँनिर हाम्रो यहाँनिर श्रीमन्त दाजुको पसल हो हैन अब श्रीमन्त दाजुलाई बोलाउन जानुपर्छ यहाँनिर आन्टी हुनुहुन्छ श्रीमन्त दाजु तपाईँ आउनु पर्यो पसलमा आउनु त ल किन भन केही छैन
पानी 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 त होला नि त घरमा त ल पानी पानी खा लु नलगाउन हौ भैया अब एकछिनमा भेटौँ है त ल A few moments later. यहाँ हामी स्कुलमा आइसकेको होइन यहाँनिर यत्रो हुन्छ हाम्रो क्लासमा छिर्ने होइन लाइट बस्नु लागेको रहेछ फेरि यहाँनिर हाम्रो हुनुहुन्छ हाम्रो 10 क्लासको यता बुझ्ने हेलो हाम्रो 9 क्लासको बुझ्नेहरू गर्न बुझ्नु म त गर्दैन अब हामी चाहिँ यहाँनिर लाइन जानुपर्ने हुन्छ होइन अब लाइनमा जान्छौँ लाइन साइड बस्छौँ अनि क्लिपमा आउँछ A few moments later. ल होइन अब हाम्रो लाइन पनि डिस्पर्स भइसक्यो अब क्लासभित्र छिर्ने यहाँनिर छ हो हाम्रो के भन्छ रवि अनि यता ओ यो भाइ कहाँबाट आयो कहाँ यो बिबनाको भाइ सरिनाको भाइ यो सरिना भुजेल हौ माथि भाइ के अरे तिमी के अरे लड्ने गरिदिन्छु म अहिले यहाँनिर रोजी जो लजावतीहरू रोजी यहाँनिर सन्देश छ हो अब यहाँनिर हाम्रो स्कुल चाहिँ यस्तो छ अब हाम्रो क्लासमा देउसी सुरु भइसक्यो होइन यो चाहिँ हाम्रो स्कुल पवित्र मावि यहाँनिर प्ले ग्रुपको सेक्सन हो यिनीहरू 3टा चाहिँ अनि अब टोइलेट जाने अरे होइन A few moments later. फेरि सकेको छ मेरो हजुरहरूलाई अब हाम्रो यहाँनिर 10 क्लासको टिमले चाहिँ यहाँनिर अब रङ्गोली बनाउनु खोज्दैछन् अब यहाँनिर कस्तो हुन्छ यहाँनिर स्टार्टिङ मात्र गर्दैछन् हो सबैजनाले त्यहाँनिर बनाउँदैछन् होइन यहाँनिर 9 क्लासको आमा यहाँनिर स्टार्टिङ पनि भइसकेको छ यहाँनिर हेलो के भन्न चाहनुहुन्छ अघि यहाँनिर हाम्रो भाइले यहाँनिर भ्लग बनाउनु पाएन भने निराश हुँदै थियो यहाँनिर लु केही भनिदेऊ त लु अब भाइको लुकले अब मर्ने भयो नि ओइ लु के भन्ने केही नभन्ने अब यहाँनिर स्कुलमा के काण्ड हुन्छ नि होइन 12 गते अब स्कुलमा एकदम ठुलो कुरा हुनु लागेको छ होइन प्लाई अब म पैसा दिँदैन त्यही हो केटा हो होइन जे हुँदैछ नि यहाँनिर त्यतातिर नै गर्दैछन् हो लास्टमा त गाइज अब हाम्रो फाइनली यो बनिसकेको छ के पो भन्छ हाम्रो रङ्गोली चाहिँ फाइनली कम्प्लिट भइसकेको छ होइन यहाँनिर यु क्यान सी यहाँनिर कम्प्लिट भइसकेको छ अब हल्का यहाँ सरसफाइ गरेर नाम साम लेख्नु छ त्यति हो अनि अब यहाँनिर क्वालिटी चाहिँ एकजना हाम्रो 8 क्लासको बहिनीहरू भाइ बहिनीहरूको चाहिँ डिस्क्वालिफाई भइसक्यो किनभने जाली लिएर बनाएको रहेछ त्यो भएर डिस्क्वालिफाई भइसक्यो होइन अब
9 क्लासमा 9 क्लासको ड्रेस कस्तो राम्रो बनाएको छ मलाई मैले अघि हेरेको यहाँनिर हेर्नु मेरो हैन अघि ल्याएको उता हामीले यो 9 क्लासको हाम्रोमा त उयो माथि 9 क्लासको चाहिँ यस्तो बनाएको छ हो अब कुनै जित्छ एक क्लास चाहिँ डिस्क्वालिफाई भयो यो चाहिँ अब एउटा कम्प्युटर चाहिँ लक सक्यो होइन कुच्चो द्याट इज कुच्चो कुच्चो इज कुच्चो रेला घेर अब 12 बजे होइन सरहरूले खेला भाइ कस्तो लाग्यो त डिस्क्वालिफाई भएर मजा आयो डिस्क्वालिफाई भएर न अलि माथि गर न हेलो मना मलाउने यहाँ ल्याङल्याङ नगर्नु हामी यस्तो भन्छ सर यस्तो भन्छ के गर्नु अफिस लगाउँ के गर्नु रङै पुग्दैन त्यो उयो त अनि ग्रिन गयो टिकटकमा कमेन्ट गर्नु ल होइन ल त सबैजनालाई फेरि एउटा स्वागत छ मेरो फ्लिपमा होइन सबैजनाको त्यो रङ्गोली बनिसक्यो होइन रङ्गोली बनिसक्यो अब यहाँनिर एनाउन्समेन्ट हुनु छ कसले यहाँनिर चाहिँ बहिनी हो दाजुको यहाँनिर भिडियो सब्सक्राइब गर्नु ल भनेर हाम्रो दाजुको भिडियोमा सबैले सब्स्क्राइब गरिदिनु होला सबैजनालाई ह्यापी दशैं ह्यापी तिहारको धन्यवाद धन्यवाद त चाहिँ के भन्न चाहन्छु म त केही भन्दिनँ ह्याप्पी तिहार मात्र भन्न चाहने अरे होइन यता चाहिँ अब देउसीको ट्रेनिङ हुँदैछ हो यहाँनिर सबै हाम्रो क्लासमा केटाहरू पनि लजावती छ हो अब त्यहाँनिर बोलाउँदैछ म चाहिँ जाँदिनँ किनभने मलाई रिसिसक्यो त्यहाँनिर गयो घाम हेरेर मलाई वाक्क लागिसक्यो होइन यहाँ चाहिँ मेरो एकदम हाम्रो स्कुलको टपर यहाँनिर टपर हाम्रो विपन्ना राई एकदम ट्यालेन्ट छ होइन सबैले अब ह्यान्डराइटिङ पनि A1 छ हो अब हाम्रो स्कुलभरि टक्कर दिने खालको चाहिँ कोही छैन उसलाई ह्यान्डराइटिङमा अनि यहाँनिर पवित्र माविको यो स्टुडेन्टहरू भेला त भइसकेका छन् अब के गर्छन् हो हाम्रो 10 क्लासकोहरू चाहिँ आउँदैछन् ओ जेठान चाँडो आइज न हो पवित्र मागेको टोटल हाम्रो 9 क्लासको चाहिँ ग्याङ स्टारहरू सोना के भन्न चाहन्छु ह्याप्पी तिहार खानुपर्छ चिसो होइन बिहा सुरु र ह्याप्पी तिहार चिसो बिहार होइन अन्य ल त हाम्रो यहाँनिर सोना हाम्रो 9 क्लासको एकदम ठुलो के भन्छ योगदान दिनेहरू रङ्गोली बनाउनेमा योगदान दिनेहरू मेरो बहिनीहरू होइन यताको चाहिँ नाम सुम्निमा यताको सिमरन यताको नाम सोनिया हो होइन अनि यता आयो हाम्रो हिरो होइन सन्देश खोइ यहाँनिर रवि चोर प्रथमलाई नगद पुरस्कार 300 रुपैयाँ दिने भनेर निर्णय गरिएको छ ताली बजाऊ 500 होइन प्रथम के को भयो रहेछ मिस ल दोस्रो भएको छ कक्षा 5 तेस्रो भएको छ कक्षा 9 अब यो पुरस्कार यो नगद पुरस्कार लिनको लागि
10 का विद्यार्थीहरूलाई हाम्रो यसै विद्यालयका बाट तिमीहरूलाई हस्तान्तरण हुँदैछ। ल टिम क्याप्टेन अगाडि आएर पुरस्कार वितरण लिइदिनु हुन अनुरोध गर्दछु। सन्देश फाइनली हाम्रो टिम चाहिँ फर्स्ट भएको छ हैन। दोस्रो पुरस्कार यता हाम्रो बाबु ल फाइनली हामीले जितेको छौँ होइन। अब सेकेन्ड चाहिँ कति सेकेन्ड सेकेन्ड 5 क्लास भयो अरे, थर्ड 9 क्लास भयो अरे होइन। दोस्रो पुरस्कार वितरण गर्नको लागि अमरबहादुर राणाजीद्वारा कक्षा 5 लाई नगद पुरस्कार वितरण हुँदैछ। एकजना क्याप्टेन अगाडि आउने। ल कक्षा 5 यिनलाई नौ क्लासको होइन नौको एकजना आऊ। नौको क्याप्टेन भाइ पनि अगाडि आउने। ल्या खोइ दो नौको पनि 10 लाई नै दिँदा हुन्छ। ए नौको आइज नौको छिराइ चाहिँ ढिलो नौको ढिला भयो। ओइ यहाँ आइज सर भाइ आउ न। यहाँ सुहाना बहिनी आइसकेको छ। यो खोइ 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 यसलाई यता हेर लु। लास्टमा जसको राम्रो त्यही लास्टमा भएछ। के गर्नु 10 क्लासले पनि जित्दो रहेछ होइन। जे भए पनि जुवै वान खोइ 10 क्लासमा उसले गर्दाखेरि अरे है 10 क्लास अलिकति साइड ला त। अब यहाँनिर देउसी भैलो खेल्नु हुने अरे होइन। अब को कोले खेल्छ त्यो चाहिँ थाहा भएन। खै हेरौँ यो यसरी बनेको छ स्याडुल चाहिँ होइन। स्याडुल यसरी बनेको छ हजुर। देउसी भैलो स्टार्ट भएपछि चाहिँ म भिडियो कन्टिन्यू गर्छु। अहिलेको लागि चाहिँ विस्थापित गरौँ। यहाँनिर के हुने भयो भने सरले भट्याउने अरे। सरले भट्याएर चाहिँ हामीले देउसुरे भन्नु अरे। A few moments later. सम्पूर्णहरूलाई होइन अब हाम्रो यहाँनिर प्रोग्राम पनि सकिहाल्यो। अब हाम्रो क्लास 10 फर्स्ट भयो होइन। फर्स्ट भयो मनी प्राइज पनि जित्यौँ। अनि मनी प्राइजहरू पनि जितेर अब हामी अब त्यो पैसाको यहाँनिर साथीभाइहरू मिलेर अब के पैसाहरू के गरेर के किन्ने होइन। हो त्यो किनेर चटपटी के हुन्छ अब खाने भन्दैछन्। अब त्यही हो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद। यसै गरी साथ दिनुहुन्छ भन्ने म आशा गर्दछु। आजको लागि यति नै धन्यवाद।